हेलो गुड मर्निङ फ्रम तल्लो बगर जाजरकोट। अहिले जाजरकोटमा बिहानको 5:30 बजिरहेको छ। अब हामी यहाँबाट डेस्टिनेसन हाम्रो डोल्पा हुन्छ। अब डोल्पा चाहिँ यहाँबाट सबै कच्ची बाटो छ, लगभग 61देखि 65 किलोमिटर छ यहाँबाट। त्यहाँ पुग्नलाई लगभग 5 घन्टा लाग्छ। अब आज उनी डोल्पाकै आउनु सकेन भने दुनियाँमा बसिन्छ, होइन भने यही रिसोर्ट छ जुन हामी बसिरहेको रिसोर्ट तल्लो भिला भन्ने यही रिसोर्टमा बसिन्छ होला। फेरि अहिले त अँध्यारो छ एकदम चकमन्न। गाडी हाम्रो त्यहाँ छ, सबैजना कोही उठेको छ कोही उठेको छैन। हामी बसेको भिला यही हो, भिला भन्दो रहेछ। यो विदेशबाट आएको भाइ रहेछ, एउटा राम्रो कन्सेप्टहरू बनाएर छ। यस्तो अलि विकट ठाउँमा पनि मान्छेलाई बस्नलाई अलिकति राम्रो बनाएर चाहिँ यहाँ साथीभाइ बसिरहेको छ। हामी चाहिँ बसेका छौँ यो भिलामा, बसेका छौँ। ल यहाँ माथि त पुरै अब डाँडा छ, पुरा अँध्यारो छ है, पुरै अँध्यारो। हामी यहाँ बसेका छौँ। यहाँलाई चाहिँ के गरेर बसिरहेको छौँ। ल यहाँ पनि तयारी भइसक्यो होइन त, तयारी होइन त एकदम तयारी। ल चिया बन्दै हो यहाँ, चिया बन्दै आफ्नो यहाँ आफ्नै पर्सनल चिया, पर्सनल चिया। ल सबै ढोका लाएर बसिरहेको छ न, बोट्दै होला है। सबै तयारी ल हामी चिया खाएर हामी त रेडी छौँ होइन त। ल हामी रेडी। अब आज त हाम्रो डेस्टिनेसन लास्ट होइन त, आज चाहिँ यहाँ अब हाम्रो डोल्पा चाहिँ आज डोल्पा। अब आज डोल्पा पुग्छौँ, उता फर्किने तयारले फर्किन्छ, होइन भने दुनियाँमा बसिन्छ होइन त। ल अरू बाँकी कुरा अब के पछि गरौँ ल बाटोमा। बिहानको 6:45 हुन लागिसक्यो, त्यो पनि अँध्यारो छ। उता घाम झुल्किरहेको छ। ल माथि घाम झुल्किरहेको छ, अलिअलि माथि घाम झुल्किनु थाल्यो। अँध्यारै छ, चारैतिर पहाडको बिचमा रहेछ। यहाँबाट निस्किने बारेमा छलफल भइरहेछ, सबैजनाले छलफल गरिरहेको छौँ। हामी त सबै उठिसक्यौँ। हाम्रो युवराज भाइ, चालक भाइ चाहिँ अलि ढिलो गरिरहेको छ। ल उज्यालो भयो अब, अहिले मजाले उज्यालो भइरहेछ। जाजरकोटको तल्लो बगरमा यहाँ अहिले टेम्परेचर कति छ भनेपछि 3-4 डिग्री सेल्सियस छ। अब यहाँबाट यही हो जाने बाटो, उता डोल्पा जाने बाटो यो हो। हामी यो साइडबाट आएको हो। डोल्पामा त अझ अहिलेको वेदर अनुसार त माइनसमै गइरहेछ। यहाँबाट 60-65 किलोमिटर भन्ने कुरा छ। बाटो त यहाँ अलिकति पिच छ। यहाँबाट उता गएपछि सबै कच्ची 5-6 घन्टा लाग्छ भने आज दुने भन्ने, डोल्पाको दुने भन्नेमा बसिन्छ होला। यहाँ त अहिले अलिअलि होटेलहरू बन्दै रहेछ। यहाँ पनि नयाँ यो चालु भएको छैन, अलिअलि होटेलहरू अलिअलि हो। चारैतिरबाट पहाडले घेरेको छ। यस्तो छ स्थिति। बाटो त पश्चिममा धेरै ठाउँमा खनेको छ, धेरै बाटो विस्तारको लागि एकदम बाटो चाहिँ धेरै ठाउँमा खनेको छ। बाटो धेरै छ तर व्यवस्थित भएछ। यस्तो पहाडको माथि पनि यहाँ बाटो छ। यो कता जाने हो, यो बाटो माथिको यहाँबाट गयो, यताबाट बाटो डोल्पा जाने क्रममा यहाँ बिच बाटोमा यहाँ माथि चाहिँ अलिकति हिउँ परे जस्तो लाग्यो। अहिले हिउँ परेको छ है। अनि यो यताबाट ठुलो भेरी बगिरहेछन्। ल
मजाले हामी एकछिनलाई यसो रिफ्रेस हुनुलाई यस्तो ठाउँमा चाहिँ माथि घाम लागिसकेको छ है अबिरल पर्दो छ यो भेरी ठुलो भेरी होइन यता त घाम लागिसक्यो घाम कस्तो राम्रो है कस्तो ठ्याक्कै ऊ छ ल सबैजना यहाँ रिफ्रेस होइन त अनि यसमा छ नि यस्तोमा चाहिँ त्यो ड्रोनहरू छ नि ड्रोनहरू चलायो भने चाहिँ राम्रो आउँछ होइन चलायो भने चाहिँ एकदमै छ नि एकदम माथिको सबै क्लियर देखिन्छ नि देखिन्छ अनि सिक्न पनि मजा आउँछ ओहो यस्तोसम्म चलाउनु सेफ पनि भयो नि त्यो पनि भयो यो त डाँडा काँडा गाउँहरूमा छ नि अब लानलाई नेक्स्ट टाइम त्यसमा के त होम बटन थिचेपछि आइहाल्छ त्यो रिभर्स भयो ल बढौँ अगाडि अब ल जाउँ ढोल्पा आउने क्रममा यो त्रिवेणी भन्ने ठाउँमा आइपुग्यो यो तिनवटा नदीको सङ्गम रहेछ अझ डोल्पा आएको छैन डोल्पा छोडेको छैन यहाँ माथि वाकिङ गर्ने ठाउँ रहेछ नि त क्या मन्दिर छ क्या डोल्पा आउन अझै डोल्पा छोएको छैन डाँडा गाडै न यही हो डोल्पा पछि माथि ट्रेकिङ गर्ने ठाउँ रहेछ के हो त्यो उयो हेर्नु यहाँदेखि ट्रेकिङ गर्दै जान्छ जस्तो माथि जौन माथिसँग गएर ऊ त्यहाँसम्म त्यहाँबाट यहाँसम्म चाहिँ गएर आउनु यहाँ अब टाइम लाग्छ राम्रो गाडी जान्छ हामी अलिकति माथि उठ्यो है त यो चाहिँ रुकुम जिल्ला यो रुकुम माथिको डोल्पा पऱ्यो यो जाजरकोट यो जाजरकोट यो यहीँबाट तिनवटा चाहिँ छुटेको रहेछ त्रिवेणी भने त्यो खोलाभन्दा पारि चाहिँ जाजरकोट यो डोल्पा हामी अहिले रुकुममा छौँ रुकुम पश्चिम त्यो बाटो जाने हो हामीहरू यो बाटो जाने त्यही भएर यसलाई त्रिवेणी भन्छ त्रिवेणी हो यता जाजरकोट डोल्पा यो माथिको डोल्पा तलको चाहिँ रुकुम पश्चिम यो चाहिँ रुकुम पश्चिम भयो रुकुम पश्चिम तलको बजार यो तलको बजार भयो यो त्रिवेणी भन्ने अब हामी यही बाटोबाट डोल्पा जान्छ डोल्पा जाने उता होइन ल यो त्रिवेणी बजार भन्नु त्रिवेणी बजार भन्दो रहेछ यो माथि चाहिँ के रहेछ यहाँ थाहा छैन माथि चाहिँ यो हाइकिङ रुट रहेछ यो हाइकिङ रुट अथवा मन्दिर सन्दिर के छ कि राम्रो रहेछ हामी हाइटमा आएको छौँ यहाँ पनि आयो ल यहाँ ब्रिज रहेछ ल ठुलो भेरी होइन त्यो ठुलो भेरी तरकारी यो के को तरकारी हो सबै छ्यासमिसे तरकारी छ्यासमिसे हो रे ल यहाँ अन्डा उसिन्दैछ कोही के गर्दैछन् कोही के गर्दैछन् तरकारी खाँदैछन् ल अन्डा उसिनिरहेको छ मजाले छ्यास पारेर यता मजाले यो भयो नि त तरकारी हालेको भयो यति हो ल ठिक छ ल यही खाउँ तरकारी बिचबिचबाट पनि जे पायो त्यति खाने जे पाएछ त्यही अब ओ झ्याप्लु के खान्छ झ्याप्लु 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 ल यहाँ माथि भयो माथि भयो ल झ्याप्लु यहाँ आएछ नि त्यही झ्याप्लु है अन्डाको बासमा आएको छ है अन्डाको बासमा आएको छ अन्डा खाइसक्यो अघि झ्याप्लु 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 के अरे
त्रिवेणीमै आगो ताप्दै खाजा खाँदै खाजा खाँदै जे भेटायो त्यति खायो होइन तरकारी र दाल चाहिँ यहाँ भातको लागि बनाएको रहेछ तर हामीले बिचमा पठाइदियो ठिक छ चिया बन्दैछ चिया बन्दैछ होइन चिया खाएपछि अन्डा होइन ल ल पाउन पनि खाइदिन्छु ल ल ठिक छ ओके ल ओके छ यहाँको भएको ओके छ होइन ल भाइ ठिक छ साउनी माथि हिउँ रहेछ हम्सराज हम्स त्यो माथि त हिउँ छ त्यो माथि हिउँ नै छ हिउँ हेर्नु त हिउँ परेको यो जमेको छ त हिउँ त ऊ चाहिँ घाम अलिकति उदायो ल रुकुमबाट ल्याएको भन्छ नि यो भेडा यो खसी बोकाहरू रुकुमको खसी बोकाहरू यही रहेछ ल उहाँ काठमाडौँमा राख्छ नि खसी बोकाहरू भनेर होइन रुकुमको खसी बोकाहरू के खाना आएको रुकुम पश्चिमको खसी बोकाहरू भन्थ्यो कहाँबाट ल्याएको रुकुम भनेर भन्थ्यो त्यो पहिला त्यो दसैँ बेला ए दाना खाने दाना ल यसरी खाँदैछ नि त अनि यो बेच्नुहुन्छ बेच्ने हो यो पछि दसैँतिर रुकुम पश्चिमको यहाँ खसी बोकासँग यहाँ ल चिया खाँदै है खसी बोकासँग बोका पनि छ बाख्रा के छन् होइन डोल्पा प्रवेश गरियो 4 घन्टा भइसक्यो ट्राभल गरेको त्यो बाटो अलि कच्ची रहेछ ढुङ्गाको बाटो भएको हुनाले टाइम लागिरहेको छ अब हेर्दै कहाँ पुगिन्छ होला खोला अझ 2 घन्टा यहाँ बस्दै ल यहाँबाट काम हुँदै रहेछ त्रिपुरा सुन्दर मन्दिर आएर डोल्पा त्रिपुरा सुन्दरी डोल्पाको हो हावा पनि चलिरहेको छ भयानक विशाल विशाल हावा चलिरहेको छ यहाँ पनि आइपुग्यो ल भाग्यले जुराएरै भन्नुपर्छ यो चाहिँ हावा ठुलो 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 त्यतिकै छ अहिले त केही पनि छैन अहिले टुप्पो टुप्पोमा छ माथि बादल दिन्छ यहाँ त्रिपुरा सुन्दर मन्दिर यहाँ छ जय त्रिपुरा सुन्दरी त्रिपुरा सुन्दरी के छ ठिक छ के छ चक्लेट खायो लाज लाग्यो ल मन्दिर जाने बाटो हो त्यो डोल्पा जय त्रिपुरा आउँदै दुईजना
Mana lấy cái đồ biểu tình như chả chả mà trong chả mà यो यहाँबाट कहाँ जान्छ यो बाटो जुम्ला 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 जाने बाटो थियो गजब रहेछ त उताबाट जुम्ला 200 किलोमिटर छ अरे ल एउटा हाल्नुहोस् त्यो एउटा घाँस त्यो कुवा आउने पुरा हावाले पट 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 नेपाल भारत सहरको रहेछ त्रिपुरा सुन्दरी माता की जय हो जय हो त्रिपुरा भित्र क्यामेरा निषेध भित्र क्यामेरा निषेध छ अरे ल म छेक्दैछु क्या क्यामेरा निषेध भनेको छ छाडिदिनु पऱ्यो नि त जय हो त्रिपुरा दमा त्रिपुरा सुन्दरी मन्दिर की जय हो कुलदेवी यो चाहिँ मुख्य द्वार हो जय देवी कस्तो मजाले रुखियो यो रुखहरू जरा कहाँबाट निस्केछ है विक्रमसाई महाराजको दरबार उठ्थ्यो माथि त्यो आगो लागिरहेको अलिकति विश्व कालो कालो ढुक्क देख्छ नि विक्रमसाई महाराजको दरबार त्यो अहिले पनि छ अहिले पनि अवशेषहरू छ अहिले अवशेषहरू छ त्यहाँ विक्रमसाई महाराजको त्यो कहिले गाना हुने अनि ताम्रोमणि नदी त्यहाँ तपाईँको त्यो देखिन्छ नि हो कि खोल्सोमा त्यो हिउँ देखेर त्यो खोल्सोमा पानी बगेर आएछ नि यो हिउँमा पानी बगेर आएको मुकुट मुकुट हिमाल यता हो मुकुट हिमाल नौवटा धारा बगेको छ त्यहाँ यता बाटो भइहाल्यो यता म नमुना खाना तयार पार्नु
ल त्रिपुरा सुरदेवीको मन्दिर पनि भयो डोल्पाको। अब यहाँबाट हामी जाँदैछौँ अब प्रस्थान। जय हो। डोल्पाको स्कुल मुस्ताङ जोडिने त्यो जुम्ला खाना खानको लागि होटेलमा अर्डर गरेर आयो। अब हावा चलेको हुनाले माथि आयो एकदम होट फुटेर हैरान है। झरना होटेल त्रिपुरा होटेल त्रिपुरा सुन्दरी नगरपालिका डोल्पा। ल खानाको अर्डर गरेछ। अब हामी खाना खाने। कस्तो हावा चल्यो कि हावा चाहिँ मजाको चलेछ। अरू सबै हो। अब तोड चलिरहेछ ल झोलुङ्गे पुल्ला राम्रो। डोल्पाको पुल यहाँबाट त्रिपुराश्वर मन्दिर बाला देवीको मन्दिर बसेर खाउँ। डोल्पाको खाना खाउँ है। कति रहेछ पछि मिठो छ मिठो मिठो होला नि त होइन। र सबैजना खाना आउँदैछ। यता नि खाना आयो शुद्ध शाकाहारी मजाले खानु। ल यो त मेरो भाग हो। ल हात धोएर आउनु पऱ्यो खाना खाने। सबैजना हाम्रो पार्टी यहाँ खाना खाइरहेछ। हावा चल्यो डोल्पामा बेतोडले। सुन्तलो हेरेको हो। जय बाला सुन्दर की जय हो जय हो जय हो। डोल्पाको जुफाल एयरपोर्ट हो सानो त्यति साह्रो चलेको छैन। यो त जुफाल बजार रहेछ। जुफाल बजार रहेछ यहाँ चाहिँ। यहाँबाट माथि त्यसको पछाडि एयरपोर्ट छ अरे। बजार भने जस्तो सुनसान छ बजार। एयरपोर्ट चकाचक भयो पो बजार पनि चकाचक हुन्थ्यो है। ल बाँकी रनवेहरू रनवे कस्तो रहेछ एकचोटि हेरौँ। त्यसपछि एयरपोर्ट जाने बाटो
डोल्पाको जुफाल भन्ने एयरपोर्ट जाने बाटो यस्तो छ। अब कता हो दुईतिरबाट आयो यता त होला नि उला आयो एयरपोर्ट त के होला एयरपोर्ट टावर थियो ढोका चाहिँ बन्द छ। यहाँ जुफाल आउने बाटो यस्तो पुरानो बाटो यहाँबाट गइरहेपछि यो रनवे जुफाल एयरपोर्टको रनवे छ। माथि हिमाल छ रनवे एरिया छ। गाउँको नाम चाहिँ अच्छा गाउँ के नाम नाम हो रनवे त ठुलै रहेछ त है जुफाल रनवे त कति गरेको 7 किलोमिटर छैन 500 मिटर होला आधा किलोमिटर पनि छैन। एकदमै यो जुफाल एयरपोर्ट डोल्पाको होइन यहाँ पार्किङ गर्ने यहाँ रहेछ। अब सेफोक सुन्नु जाने हो भने यहीँ आएर गयो भने मात्रै हो गाडीमा आएर चाहिँ अब त्यो आटा आएन हिउँ पनि झरिसकेको छ माथि माथि मात्रै छ हिउँ छ है गाह्रो छ रनवे यो त टावर रहेछ टर्निङ हान्छ के किनभने त्यो नजिकबाट टर्निङ हान्दा त यताबाट सँगै छैन यहाँबाट घुमाएर ल्याएर यहाँबाट यसरी घुमाएर ल्याएर प्लेन यहाँबाट यसरी ल्यान्ड गर्दैछ। सानो छ रनवे 663 मिटरको मात्रै छ अरे रनवे। अनि यो भइहाल्यो यहाँबाट यति छ ल यहाँ त प्लेन राख्ने प्लेनको पार्किङ गर्ने यहाँ रहेछ होइन। यहाँ सबै डोल्पाको टावर भइहाल्यो यो टावर ल जुफाल एयरपोर्टलाई पनि बाई बाई। अब जाउँ अब दुनेमा गएर बस्ने कार्यक्रम छ अब दुने जाउँला। ओके हो 1 घन्टा भएको छैन अनि कहिले काहीँ प्लेन ल्यान्ड गर्ने बेला कति बिग्रियो तर घटना नराम्रो भएन। यो एयरपोर्टमा धेरै अब चल्ने एयरपोर्ट होइन रहेछ। प्लेन उड्ने बेला ठ्याक्कै रोक्न नसकेर फेरि उडेको छ रोक्न सकेन भने छैन है त्यस्तो एकैचोटि उता जाँदाखेरि भएछ घटना। जाँदाखेरि भएको छ के भएको छ ताराको एयरपोर्टबाट पाङ्ग्रा साङ्ग्रा खस्दै गयो तल गयो अब झऱ्यो फर्क्यो के गरी यता यतै फर्क्यो यसो फर्कायो यी राख्थ्यो फेरि रोक्यो फेरि फेरि फर्केर मान्छे 8 जना थियो फोर्स ल्यान्डिङ गरेछ। पनि भयो ए उडेको चक्कै खर्च्यो सबै त्यो तार त्यो सबै यहाँ खस्दै तल पुग्यो हो ए त्यो फर्काएर फेरि ल्याए तल गयो अब छेउबाट खस्यो भन्ने बेला के अरे फर्काएको थियो फर्काएर यी रोकिदियो इमर्जेन्सी ल्यान्डिङ गरिदियो पछि आएर यसले भन्थ्यो ए ल ल ठिक छ। दुनैमा इन्ट्री आर्मीहरूको इन्ट्री यो आर्मी काम जाने हेर त उता आर्मीको एउटा गाडै छ यो तलको खोला छ नि त्यहाँबाट जाने उता तल तिरतिर जाने तिरतिर गएपछि अनि यो खोला नछाडी गयो भने पुग्ने रहेछ खोले खोला गयो नि दुनैको फक्सुन्डोबाट आएको खोला यो रहेछ 2 दिन लाग्छ है यो फक्सुन्डो खोला भन्दो रहेछ होला ऊ यताबाट आएको फक्सुन्डोबाट आएको डोल्पा अब हामी डोल्पाको दुनै जान लागेको यहाँ आइपुग्यो। अब यहाँ होटलको खोजी भइरहेछ मुरमुरे भन्ने होटल छ र त्योमा जान्ला दुनै तिनतिर वडा कार्यालय दुनै डोल्पा दुनै बजार डोल्पाको सदरमुकाम होइन ठुली दुनै बजार डोल्पाको सदरमुकाम विकट सबैभन्दा नेपालको विकट जिल्ला यो यहाँबाट उता गाडी सायद जाँदैन होला डोल्पा छ यहाँबाट हिँडेर जान्छ डोल्पा यहाँ माथि माथि घाम आइरहेको नि तर यहाँ छैन ल दुनै बजारमा सुनसान छ बच्चाहरू खेलिरहेको छन् होइन खासै जाडो पनि छैन जाडो पनि छैन जति चाहिँ चुङ्गी खेलिरहेको छन् बच्चाहरू चुङ्गी है
होटेल यहाँ रहेछ नि त होटेलहरू अलिअलि के रहेछ होटेल के रहेछ गेस्ट हाउस होटेल मुरमुरु यो रहेछ ल यहाँको राम्रो ल होटेल मुरमुरु यही भन्नेमा आज हाम्रो डेस्टिनेसन छ बस्ने कार्यक्रम सम्भावना छ अब मिल्यो भने त्यहीँ बसिन्छ होइन अनि अब भोलि बिहानदेखि चाहिँ काठमाडौँतिर लाग्ने बाटो तातिन्छ भेरी ठुलो भेरी बगिरहेको छ यहाँ यस्तो अगाडि नै यताबाट सेपक्सुन्डो जाने बाटो उता पछाडिबाट जाने रे पछाडि उताबाट माथि सेपक्सुन्डो यसको पछाडि कति दिन लागेर पुग्छ म्याउ यता हो त्यो घुरेर हेरिरहेछ यो होटेल मुरमुर भन्ने ठाउँ यहाँ गार्डन छ अब यहाँ नै बस्ने कार्यक्रम भयो अब यो हो त्यो गार्डन होटेल मुरमुर एन्ड गार्डन रेस्टुरेन्ट भनेर यही छ उसो कसो पनि पुल्दा छ ठिकै हो त्यो कागती पनि रहेछ यहाँ त ल निबुवाको बोट पनि रहेछ मजाको निबुवाको बोट रहेछ यहाँ मस्त गयो निबुवाको बोट यहाँ आगो चलिरहेछ हामी बस्ने होटेल यही भयो हामी बस्ने होटेल यही भइहाल्यो होटेल मुरमुर यही हो आजको बास यही भयो यताबाट भेरी नदी माथि टाढा भइहाल्यो छाक्क छ ब्याकमा भेरी नदी अघि मैले देखाएको थिएँ त्यही भेरी नदी हो